नमस्कार, म खेमरी साल। रवि लामिछाने, बालेन शाह र हर्क साम्पाङ, तीन फरक अनुहार, तीन फरक शैली, तर एउटै कुरा मिल्दो, पुरानोलाई तोड्ने नयाँ सोच। अब प्रश्न उठ्छ, यी तीनजना मिलेर एउटै मोर्चा वा पार्टी बनाए भने के हुन्छ? के नेपालको राजनीति हल्लिन्छ? के जनताले खोजेको वैकल्पिक शक्ति जन्मिन्छ? आउनुस् यो भिडियोमा यसबारे चर्चा गरौँ। त्यसअघि भिडियो मन परेमा लाइक तथा शेयर गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। देशमा पुराना नेताहरूले कब्जा जमाए, नयाँ नेता जन्मिएनन् भन्ने जनगुनासो सुनेको लामै भयो। यही बीच 2079 साल वैशाखमा भएको स्थानीय तहको चुनावबाट जबरजस्त राष्ट्रिय राजनीतिमा समेत चर्चा हुने गरी दुई व्यक्ति उदाए, बालेन शाह र हर्क साम्पाङ। स्वतन्त्र उम्मेद्वार बनेका बालेन काठमाडौँ महानगरपालिकाको मेयरमा र स्वतन्त्र उम्मेद्वार नै बनेका हर्क धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए। दलीय राजनीतिको दबदबा रहेको नेपालमा देशका मुख्य शहरको नेतृत्वमा उनीहरूको उदय अर्थपूर्ण थियो। उनीहरूको उदयले देशमा परिवर्तन हुँदैछ है, पुराना नेता र दलदेखि जनता वाक्क दिक्क भएका छन् है भन्ने स्पष्ट सन्देश दियो। सोही वर्षको मङ्सिरमा भएको आम निर्वाचनबाट अर्का नयाँ नेता जन्मिए, राष्ट्रिय स्वतन्त्र पार्टी सहित रवि लामिछाने। त्यो पनि पार्टी खुलेको केही महिनामै भएको निर्वाचनबाट संसदको चौथो ठूलो दलको रूपमा। यसरी हेर्दा नेपालमा पुराना दलहरूको विरासत अब हल्लिन थालेको धेरैलाई लाग्यो। यो 2.5-3 वर्षमा कोशीमा धेरै पानी बगिसक्यो, तर पनि नेपाली राजनीतिमा नयाँ नेता र दलको खाँचो भने अरु तीव्र बनेकै छ। सबैभन्दा पहिले रवि लामिछाने, बालेन शाह र हर्क साम्पाङको पृष्ठभूमिबाट सुरु गरौँ। रवि पत्रकारितामा चर्चित थिए, त्यता एक किसिमको चर्चा पाइरहेका बेला राजनीतिमा हाम फाले, आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर। पार्टी स्थापनाको केही महिनामा भएको आम निर्वाचनमा रासोपा संसदको चौथो ठूलो दल बन्न सफल भयो अनि गठबन्धन सरकारमा रवि 2 पटक गृहमन्त्री बन्न सफल भए। तर उनीमाथि सहकारीको रकम अपचलन मुद्दा लागेपछि अहिले उनी पूर्वपक्षका लागि कारागारमा छन्। यद्यपि उनको लोकप्रियतामा त्यति कमी भने आएको देखिँदैन। उनको पार्टी देशमा नयाँ सोचका साथ केही गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताइरहेको छ। बालेन शाह इन्जिनियरिङ र र्याप सङ्गीतको पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। 2079 सालको स्थानीय तहको निर्वाचनमा उनी स्वतन्त्र उम्मेद्वार बनेर जित हासिल गरे। उनी मेयर बनेर आएपछि उनको कामको चर्चा देशव्यापी नै भइरहेको छ। अलि हक्की स्वभावका उनी सिधा र खरो शैलीमा काम गर्छन्। काठमाडौँको फोहोर व्यवस्थापन, फुटपाथ व्यापार व्यवस्थापन, अन्डरग्राउन्ड पार्किङ, शिक्षा, स्वास्थ्यको काममा उनले प्रशंसा बटुलिरहेका छन्। सामाजिक सञ्जालमा आफ्नो खरो शैलीका कारण उनी कहिलेकाहीँ प्रशंसाका साथै कतिपय अवस्थामा आलोचनाको शिकार पनि बन्छन्। बालेनलाई नयाँ पुस्ताले रिजल्ट ओरिएन्टेड नेताको रूपमा पनि लिने गरेका छन्। हर्क साम्पाङ धरान उपमहानगरपालिकाका मेयर, उनले पनि स्वतन्त्र उम्मेद्वार बनेर जित हासिल गरेका हुन्। उनको खास विशेषता पानीको बोतल बोक्दै, पाइप बोक्दै आफै सडकमा खटिनु हो। पानीले काकाकुल सहर धरानमा खानेपानीको मुख्य एजेन्डा लिएर उदाएका हर्कले यसमा काम गर्ने प्रयास गरिरहेका छन्। हक्की स्वभावका उनी पनि सामाजिक सञ्जालमा लेख्ने पोस्टका कारण चर्चामा आइरहन्छन्। ठाडो शैलीमा आउने उनका स्ट्याटसको आलोचना पनि उत्तिकै हुने गरेको छ। यद्यपि उनको कामको भने प्रशंसा हुने गरेकै छ। यसमा धनगढीका मेयर गोपाल हमाललाई पनि जोड्नुपर्ने हुन्छ, तर उनको चर्चा र प्रशंसा बेग्लै तरिकाले हुने गरेकाले यो भिडियोमा रवि, बालेन र हर्क एक आपसमा मिलेर अघि बढे के हुन्छ भन्ने विषयमा विश्लेषण गर्ने प्रयास गरिएको हो। रवि, बालेन र हर्क मिलेर एउटै मोर्चा वा पार्टी बनाए राम्रो हुन्थ्यो भन्ने विचार राख्ने सर्वसाधारण थुप्रै भेटिन्छन्। उनीहरू मिले यो एक तस्बिर मात्रै होइन, नेपाली राजनीतिका लागि अर्को क्रान्तिकारी छलाङ हुने धेरैले बताउने गरेका छन्। तीनजनाका आफ्नै क्षमता र विशेषता छन्। रविको वाक्पटुता र सङ्गठनात्मक क्षमता बढी छ भने बालेनको स्पष्ट शैली, तार्किक सोच, विकासको भिजन र खरो क्षमता छ। उता हर्क भुइँ मान्छेसँग छिटो घुलमिल हुन सक्छन् र आफै काममा खटिएर अरूलाई ऊर्जा दिने क्षमता राख्छन्। यी तीनजनाको मिलन मतदाताको मन जित्न सक्ने टिम बन्न सक्छ। रवि, बालेन र हर्कको टिम सहरदेखि गाउँ, देशदेखि प्रवाससम्मका युवा, शिक्षितदेखि श्रमिकसम्मको प्रतिनिधि बन्न सक्छ, जसले पुराना पार्टीहरूलाई ठूलै चुनौती दिन सक्छ।
अनि देशको अस्थिर र निराश राजनीतिको नक्सा नै फेरिन सक्छ। अब चुनौतीका विषयमा पनि केही कुरा गरौँ। रवि बालेन्द्र हर्क मिलेर 3 दशक भन्दा बढी समयदेखि उही अनुहार सत्ता र राजनीतिमा दोहोरिरहने प्रवृत्तिको अन्त्य हुन सक्छ भन्ने अनुमान त सबैमा छ। तर के यो यति सजिलै सम्भव हुने कुरा हो त? पहिलो त तीनैजनामा एउटा कुरा समान देखिन्छ, अरूको नेतृत्व किन स्वीकार्ने? आफ्नो ठाउँमा तीनैजना उत्तिकै प्रभावशाली छन्। रवि अहिले कानुनी कुरामा परेको भए पनि पार्टी नेतृत्वमै छन्। बालेन्द्र हर्कको पार्टी छैन, टिम छ। यसमा रुचिको पनि कुरा गरौँ। हर्कले त आफ्नो स्टाटसमै 2084 को राजनीति स्थानीय तहको होइन सङ्घको गर्ने र आफ्नो टिम बनाउन साथ दिन आह्वान नै गरिसकेका छन्। बालेनले भने यसबारे मुख खोलेका छैनन्। उनी सङ्घीय राजनीतिमा आउँछन् कि काठमाडौँ महानगरपालिकामै फेरि दोहोरिन्छन्, अहिले अनुमान लगाउन गाह्रो होला। तर पनि उनी निकट केही व्यक्तिको कुरा मान्ने हो भने बालेन पनि सङ्घीय राजनीतिमै आउन सक्ने सम्भावना हुन सक्छ। तर सङ्घीय राजनीतिमा आउन स्वतन्त्र उम्मेदवार भएर सजिलो हुँदैन। पार्टी गठन गरेरै आए मात्र त्यो प्रभावकारी हुन्छ, जस्तै राजसभाको उदाहरण यहाँ लिन सकिन्छ। खैर, यो भिडियोमा उनीहरू तीनैजना मिलेर एउटै पार्टी बनाए भने के हुन्छ भन्ने चर्चा गर्नु हो। अब तीनैजनाले मानौ एउटै पार्टी बनाए, नेतृत्व कसले लिने? यहाँ समस्या हुन्छ। रवि बालेन्द्र हर्क तीनैजनाको स्वभाव हेर्दा उनीहरूले सहजै अरूको नेतृत्व अहिले स्वीकारिहाल्छन् भन्ने लाग्दैन। यसमा इगोको टकराव पनि बन्न सक्छ। अर्को, कतिपय वैचारिक धारणा पनि फरक छन्। उनीहरूको सहकार्यलाई निराशा होइन अपेक्षा बनाउनका लागि के गर्ने त? देशमा व्याप्त निराशालाई चिर्न प्रणाली सुधार्दै विकासको मूल फुटाउने नयाँ नेता र दलको आवश्यकता भएकै छ। भविष्यमा अरू कोही आउलान् नै, तर अहिलेको अवस्थामा राजनीतिको लाइमलाइटमा देखिएका यी तीनजना मिले साँच्चै देश बन्छ त भन्ने कुरा हो। यदि रवि बालेन्द्र हर्कमा मिलेर साँच्चै देश बनाउने सोच छ भने संयुक्त एजेन्डा बनाएर अघि बढ्दा पक्कै राम्रो हुन्छ। अनि एउटै पार्टी बनाए भने एकजना रणनीतिमा, एकजना कार्यान्वयनमा र एकजना जनसरोकारमा कार्यविभाजन गरेर अघि बढ्न सक्छन्। यो भिडियोको उद्देश्य पुराना पार्टी र नेताहरूको विरोध मात्रै होइन कि उनीहरूले चुनौती महसुस गरेर सुध्रिउन् भन्ने पनि अपेक्षा हो। नयाँ पार्टी र नेता आए पुरानालाई सुध्रिने र नयाँलाई अझ अलग भएर राम्रो गर्ने वातावरण बन्न सक्छ। तपाईलाई के लाग्छ? रवि बालेन्द्र हर्क मिल्दा राम्रो कि अलग अलग भएरै राजनीति गरेको ठिक? कमेन्टमा लेख्नुहोला। भिडियो मन पर्यो भने लाइक तथा शेयर गर्न नभुल्नुहोला। च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। अर्को भिडियोमा हामी भेट्नेछौँ। नमस्ते।